हामी चाहिँ अब ट्रेकिङको लागि रेडी भइसकेको छौँ। अब चाहिँ हामी यहाँदेखि निस्किन्छौँ हाम्रो आज नाइट क्याम्पिङको लागि पुरा तयारी छ। हामी चाहिँ ट्रेकिङको लागि रेडी भइसकेका छौँ। अब चाहिँ हामी हिँड्छौँ, हिँडिसकेपछि हामीलाई थकाइ लाग्छ अनि हामी विश्राम गर्छौँ। त्यसपछि ल के छ अङ्कल तपाईँको भनाइ? यहाँ चाहिँ अब फर्स्ट टाइम है, अब फर्स्ट टाइम रहेछ, अलिकति डर छ है। हजुरआमाको भनाइ? वैशाख उमेरमा तपाईँ यसरी हिँड्नु भएन? भन्नुहोस्। रमाइलो गरे, रमाइलो गरेर भोलि बिहान राम्रो भएर आए। ए राम्रो भएर आउने हो, इच्छा पुऱ्याए। ल यसको बिहा गरेर ल्याउँछौँ है। तपाईँ के भनाइ छ? कस्तो हुन्छ भने? राम्ररी अलि सुरक्षित गरेर बसेको ल हुन्छ ल है, ल हामी लाग्यौँ। ल गयो गाइस, हामी हिँड्यौँ। वाह यात्रा सुरु भयो। सक्यो र हामी चाहिँ घरबाट निस्किसक्यौँ है। घाम चाहिँ एकदम घाम छ। हामी चाहिँ हातमा हात लाएर आएको छ, कालो हुन्छ हामी चाहिँ। अब जाँदैछौँ, अब कस्तो हुन्छ। कति बज्यो? 3 बज्यो? मेरो त घडीको ब्याट्री सकिएको छ हो है, केही छैन। ल हामी चाहिँ अब लाग्यौँ। यो चाहिँ अब ट्रेकिङको लागि जाँदैछौँ होइन। हामी चाहिँ फर्स्टमा 2वटा खोला पार गर्नुपर्छ। पहिला चाहिँ हामी यो खोला पार गर्छौँ जुन म देखाउन गइरहेको छु। फर्स्टमा चाहिँ हामी यो खोला, यो चाहिँ बालिम खोला हो। यो बालिम खोला पार गरिसकेपछि उता चाहिँ एउटा बबई खोला आउँछ अनि त्यो बबई खोला पार गरिसकेपछि हामी चाहिँ फाइनली लेक चढ्छौँ, माथिको लेक। आगोको डर मान्छ नि। भालु बाघ सबैले डर मान्छ। बाघ त कहाँ अलिकति पाटे भयो, यतातिर कहिले कस्तो हुन्छ, कहाँ आमा कि मान्छे भयो। नडरायो हुन्छ हामी सकिन्छ त्यो एक रात बिताउनु। ऊ त छ हामीसँग टेन्ट छ क्या सुत्ने। ल ल तपाईँले ठुलो मन गराइदिनु भएको क्या। धन्यवाद तपाईँले ठुलो मन गरिदिएकोमा। फियर कम भयो। पानीको स्रोत त उहाँ गहिरोमा छ। यता के त्यहाँ छरेसी अलिकति त्यो खालको जस्तो छ। ल साथीहरू, अहिले चाहिँ हामी यहाँ यो डाँडोलाई के भन्छ अरे? बालापुर होइन कि यो ठाउँलाई स्पेसिफिक खलिया खलिया कि के अरे खल्यान। हामी चाहिँ बालापुरको खल्यानमा छौँ होइन। यहाँ चाहिँ सुरेश दाइले हामीले सुरेश नै दाइको न सुन्दर दाइले चाहिँ हामीले कुदिरहेछौँ। दाइ चाहिँ हतियार लिन जानुभएको छ हाम्रो सुरक्षाको लागि रातको होइन। बाँकी सामान पनि छुट्टै ब्लक चलिरहेको फेरि होइन, डबल ब्लक चल्छ हाम्रो। बाटैबाट जाउँ हामी यहाँबाट हामी यहाँ यो सोच निक्लिँदा ठिक होला नि होइन। हामी अस्तिको बाटो भएर जाने हो। ल हामी चाहिँ अस्ति जे भनेको थियौँ त्यो जम्दैन। ल फाइनली दाइ चाहिँ आउनुभयो। दाइले ब्याग त ठुलो लिएर आउनुभएको थियो, देख्न सकिन्छ। ल फाइनल दाइ आउनुभयो। अब चाहिँ हामी डेस्टिनेसनतिर राख्छौँ। ल खुकुरी सुरक्षाको लागि। ल ठिक छ, भइहाल्यो नि। अब हामी यहाँदेखि निस्किन्छौँ। अब चाहिँ हाम्रो यात्रा सुरु हुन्छ है। चक्क लगाएर हाम्रो मदन दाइको जसमा लगाएर होइन, ट्याक्क लगाएर पोलराइज हो फेरि, पोलराइज। हाम्रो घाम साम मात्रै नि, पार्लर पनि थियो। ल हामी चाहिँ अब निस्किन्छौँ। पानी त पर्दैन होइन अङ्कल? पानी पर्दैन, पानी पनि पर्दैन, सब राम्रो हुन्छ। ठिक छ। सकारात्मक सोचका साथ हिँड्नु सबै साथीहरू। ल हामी चाहिँ 4जना चाहिँ हाम्रो ट्रिपमा हामी निस्केका छौँ होइन। ल दाइ पनि, दाइको लागि हामी लास्टै वेट गऱ्यौँ नि यार। दाइ दाइ तपाईँको लागि हामी धेरै वेट गऱ्यौँ क्या। ठिक छ। ल दाइ चाहिँ मेन हो यहाँको यो जङ्गलको होइन, राजै हो क्या दाइ चाहिँ यो वनको। चप्पा चप्पा थाहा छ। त्यही भएर चाहिँ हाम्रो मेन 4 बज्यो हुन्छ। ल दाइ चाहिँ एकजना मान्छे बोकेर हिँड्नु थियो। ल अब चाहिँ हाम्रो यात्रा सुरु भएको छ यहाँदेखि भन्न हुन्थ्यो। यात्रा सुरु भयो घरदेखि हो। यात्रा यहाँदेखि भयो। अब 30% चाहिँ हामी हिँडेर आइसक्यौँ। अब 70
30% त हिँड्यो हिँडिसक्यौँ अँ कहाँ कतिको चाहिँ हिँड्ने यार? हो र हावा कुरा नगर नि तिमीले यार। अरे यार ब्लकमा त टुप्पामा पुग्न छ र छिटो पुग्छ। ठिक छ यो हावा कुरा रहेछ हामी चाहिँ 10% हिँड्यौँ सच्चाइ यो कुकुर मस्त तरिकाले यहाँ हामीलाई हेर्नको लागि बसेको छ यी मान्छे त छैनन् हामीलाई हेर्ने यही छ यी त्यसैले हामी ल्यायौँ किन हामीले खेलाउँदा त ल गरिब छ जिन्दगी झुपडीमा छ बास बिन्दास छ जिन्दगी छैन कसैको आस वाह 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 जाने भवतमा थियो हाल मौसम फेरि राम्रो गरेछ नि फुल लोडेड होला यार 8-10 केजी त माला 8-10 केजी त होला हाम्रो ब्यागमा हो केटाहरू चाहिँ जानी चाहिँ हो त्यो माथिको लेखमा पर यहाँ टुप्पामा अहिले चाहिँ केटाहरू यहाँ छन् तँलाई गाह्रो भएको थियो किन यहाँले तेरो कति गोरुको छ म बोक्दिनु लाग्यो त्यो ब्याग गोरुको छ यो बोक्न त अझै पनि हामी यो माथि लेकमा माथि गएर माथि बस्ने हो बाहिरमा चाहिँ अगाडि आएर यहाँ रेस्ट हाने हो यहाँदेखि चाहिँ हामी अघि बढ्छौँ लास्ट पसिना आयो यार यहाँ चाहिँ खुल्ला खुल्ला छ यार बल्ल मजा आयो यार यो ठाउँ यहाँबाट हेर्ने बेला चाहिँ भ्यू पनि दामी आयो टक्क मस्त आउटपुट कस्तो आउँछ त्यो त थाहा भएन टक्क आइपुग्यो कहाँ लोकेसन अझै माथि अघिबाट त्यहाँबाट वहाँ यहाँबाट नालाई त्यही त हो नि भन्ने जति हो अब आइयो आइयो 20 मिनेट सब भन्छ नि मान्छेलाई 50 वटा 20 मिनेट जाँदा पनि पानी भएर आन्न भन्थ्यो नजिकदेखि त्यतना एउटै यो भन्ने अघि अघि नित्य भन्छ यस्तो गर्थ्यो होइन होइन बोतल खाइ म पानी खाने होइन लोकेसनमा नपुग्दा ल हामी चाहिँ अब खानुपर्छ अरे पानी बचाएर जान्छ इन्जोय गर्न आएको खानै हाल्छ होइन यस्तो इन्जोयसँगै हो लास्ट टाइम स्कार्सिटी नहोस् भन्नको लागि मात्रै मैले त्यो भने सही हो यहाँमा चाहिँ धेरै बवाल ल साथीहरू अहिले चाहिँ हामी भ्यू पोइन्टमा आइसक्यौँ केटाहरूले स्प्राइट खोलिसक्यो उता यहाँ चाहिँ अब दाङ जिल्लाको दाङ जिल्ला भन्दा पनि दाङ भ्यालीको चाहिँ भ्यू पोइन्ट देखिन्छ अहिले चाहिँ बेलुका भइसकेको छ होइन अँध्यारो अँध्यारो देखिरहेको छ मजाले त्यो भ्यू पनि देख्नु हेर्नु यो फेरि यार मासु खुल्ला गराउँदा घुसना हुन्छ जुन भाइ आइहाल्छन् एकैछिनका हामी चाहिँ पुरै लोडेड भएर आएको छ यहाँ चाहिँ किचन आइटमहरू यहाँ एउटा पुरै भान्साको भन्दा पनि धेरै सामान छ यार कटोरा सटोरा साँकु साँकु थाल साल हाम्रो मदन दाइले चाहिँ ट्याक्कै यहाँ यो चाहिँ अलिकति जङ्की आइटमहरू छ त्यहाँ चाहिँ पुरै भेजिटेबल आइटम्सहरू छ ओहो साथी सुक्खा एकदम हामी चाहिँ एक्सट्रिम सुक्खा सिजनमा छौँ चटपटीहरू लाग्नु न त दाइ ल
साथीहरू अहिले चाहिँ हामी टेन्ट लाउँदैछौँ। मैले चाहिँ दुईवटा रडहरू जुन कम्प्लिटली चाहिँ डिट्याच थियो त्यसलाई मैले फिट गरिसकेँ। अब चाहिँ हामीले टेन्ट लाउँछौँ। यो उल्टा सुल्टा कहाँनिर हो त्यो टुप्पा थापाउनु पर्ने हुन्छ। ल टुप्पा रहेछ। हुन्छ चार कुनै गराउनु पऱ्यो होला सुरुमा। चार कुनै गराएर कताबाट कतातिर राख्ने टेन्ट यहीँनिर राख्ने हुन्छ। पहिला दाउरा त्यस्तो पारेर ल्याएर तँ फेरि काटिरहेको छु त टाइम लाग्छ त दाउरा जाला कि अनि खाएर ल अब चाहिँ हामी सबैले खानुपर्छ। मिठो मिठो देख्ने बेलै गुलियो गुलियो चटपटे पिरो पिरो आलु त्यसमा आलुलाई एनर्जी चाहियो तर गाँठे त्यो चाहिँ हाम्रो आगो बलिसक्यो र यहाँ चाहिँ अन्डा उम्लिरहेछ है। व्यापक आगो बलिरहेछ र यहाँनिर चाहिँ दाङको मेस्मराइजिङ भ्यू बबाल भर्खर सनसेट भएर सकियो तर उज्यालो चाहिँ भइरहेछ। यहाँनिर चाहिँ दाइले दिइरहनु भएको छ। दाइले चाहिँ मस्त लाग्यो। ओके गाइज अँध्यारो हुन लाग्यो होइन। अब चुस्की लाउनु हुन्थ्यो कि दारू खाइँदैन यस्तै छ जिन्दगानी। स्प्राइट खै स्प्राइटको बोतल ल्याउ त एक गुड्की खान्छु यार। स्प्राइट खाएर भयो नि केटा त्यो गममै जाला है त्यो हेरे केटा मासु आगो ठुलो बदा यार। आगो पनि पुरै अलिअलि राफ रहेछ त्यस्तो बोलेको छैन। सलाद आइटम त्यो माथि चना छ। चन्द्रमा उदाहट हाम्रो माथिबाट ल हाम्रो चाहिँ अर्को दिनको नेक्स्ट मर्निङमा बिहान चाहिँ हाम्रो हिजो मासु बचेको थियो होइन। यो मासुको चाहिँ तर अहिले फ्राई दैले फेरि ट्याक्क भात लिएर आइछ। म चाहिँ कफी खाँदैछु। ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ सिनरी टक्क तल भ्याली देखिन्छ है। निकाल्दै गरेर हेर्नु कस्तो धुवा यार। तर कफीले बनायो यार फ्रेस नत्र त यहाँ जस्तो अर्कै थियो कि लाइट पनि आयो जस्तो थियो त्योभन्दा बिहान उठ्ने बेला धेरै फ्रेस भइसक्यो। म धेरै बस सेवारो आयो। त अन्त खालीको सेवारो है सेवारो मेरो रेसियोमाले खाएपछि पुग्ने थिएन रे यसो गरेर अरो फेरि जहिले त जातैले दिएको हो किन खानु जातैले दिएको हो त्यो त मैले कति खाइरहनु त सधैँ त मासु खान्छ बजार मन लाग्यो नि अब ल अब हामी चाहिँ ऱ्यापिङ गरेर ब्याग स्याग प्याक गरेर निस्किन्छौँ। निस्किने तयारी भइरहेको छ। ऱ्यापअप हुँदैछ हाम्रो चाहिँ। एङ्गल सेट भइरहेको फाइनली। अब हामीसँग त खानेकुरा त घट्यो क्या त होइन। केही छैन वेट त्यत्रो खाइने यार हामीले नि वेटै घटाइदिने गरिकन मान्छे त Driving down the highway, doing 95 alone. Trying to reach you, call you, but you won't come to the phone. Remember me, said you'd be my heart's home.
यसैमा हाल्थ्यो हो अब आखिर त्यो हामी चाहिँ यो प्लास्टिकहरूलाई म्यानेज गरेर हिँड्छौँ यहाँ एउटा पनि फोहोर नराखेर यिनी सब टिपेर बलेको राम्रो किनभने यहाँ अलिकति वातावरण के अरे एयर पोल्युसन पनि मान्छे धेरै छ मिसिहाल्छ प्लास्टिक फेरि गल्दैन सबलाई हामी चाहिँ यहाँदेखि निस्किन लाग्यो हाम्रो यहाँको वान डे नाइट क्याम्प सकेर चाहिँ अब हामी घरतिर लाग्दैछौँ सबै प्याकेजिङ भइसक्यो अब यिनी प्लास्टिकहरू हामीले यहाँ म्यानेजमेन्ट गरेर होइन डिस्पोज गरेर निस्किँदैछौँ प्रकृतिलाई सफा राखेर होइन कुनै डिस्टर्ब नगरेर हामीले चाहिँ यो क्याम्पिङ गरेको हो कुनै पनि क्षति नगरेर दाउराहरू चाहिँ यहाँ नितान्त यो रुखबाट खसेका दाउराहरू हो हामीले कुनै पनि दाउरा काट्ने रुख काट्ने होइन गरेको होइन हामीले यहाँ चाहिँ प्रकृति पनि बचाउने आफू पनि रमाउने उद्देश्यको साथ हाम्रो यो फेरि त्यसरी गरियो अब हामी घरतिर लाग्छौँ होइन दाइ केही भन्नु छ तपाईँको दाइ ठिक छ भन्नुहोस् केही भन्नु छ ल अङ्कल तपाईँ केही भनेको छैन भन्नुहोस् ठिक छ रमाइलो भयो अब यस्तै अब अर्को नेक्स्ट प्लान अलिक खतरा हुन्छ होइन बनाउनु पर्छ तर अब यो ठाउँ पनि बेस्ट छ तर अलिकति माथि जानुपर्छ तर रमाइलो भयो म त एक्सपेक्टेसन भन्दा पनि रमाइलो भयो तर अलिकति गर्मी चाहिँ फिल भयो अलि हावा छेकिँदो रहेछ गर्मी भएर ल तिम्रो भनाइ भन आलु खान सकेन बवाल मजा आयो होइन जङ्गली जनावर यताउता केही डर रहेन चाहिँ यहाँ चाहिँ क्याम्पिङ गरियो होइन खाइयो राते देख्न के सुन्दर चढाएर देख्नु बिहान बिहान कुकुरले लखटिरहेको राते देखियो कुकुरलाई भगाइयो होइन वन्यजन्तुको सेभिङ गरियो अनि यहाँबाट चाहिँ भ्यू चाहिँ बगाल लार्ज स्केलमा देखिँदो रहेछ बन्जर जमिनदेखि पुरै ब्रान्च बाक्लो बजारसम्म देखिन्छ ल फाइनली हामी चाहिँ हाम्रो डेस्टिनेसन यहाँदेखि क्याम्पिङ गरेर हामी चाहिँ यहाँबाट निस्क्यौँ आगोको नियन्त्रण गरेर उसमा चाहिँ अब हामी चाहिँ यहाँदेखि झर्छौँ तल होइन यात्रा अब घरतिरको सुरु भयो हामी चाहिँ यो खतरनाक एरियामा आएर वान डे स्टे गऱ्यौँ यहाँ पाटेबाघको पनि रिस्क थियो यहाँ भालुको रिस्क थियो थाकल खान यो खजुरी खान भालुहरू आउन सक्थे तर हामी सकुशल कुनै पनि जनावरले हामीलाई डिस्टर्ब गरे न हामीले जनावरलाई डिस्टर्ब गऱ्यो भन्नुहुन्थ्यो जनावरलाई सोधेर जनावर बोल्दैनन् त्यही भएर रातिको गानाले अलिक डिस्टर्ब भयो रातिको गानाले अलिअलि जनावरलाई डिस्टर्ब भएमा हामी क्षमा प्रार्थी छौँ सरी भन्न चाहन्छौँ हामी निस्क्यौँ ए हो बस त्यहाँ समस्या छ है त्यहाँ समस्या छ जुत्ता के क्यारी गरे नै त्यहाँ त थिएन हो सबभन्दा त्यसले समस्या भएको छ कि म हिजो कति गाह्रो तरिकाले आएँ चाहिँ यहाँ चप्पलमा काँडा पसेर निकाल्दैछौँ होइन त्यो भनेको धेरै चाहिँ घाँटी छ विचार गरेर अब हामी चाहिँ ओह्रालो झर्दैछौँ आजको रात्रिकालीन बसेर जङ्गलमा बरु रमाइलो जाने जाने अड्डेर काम छैन डाँडाको शीतल हावामा hanging on, walking tall.